हेलो एभ्रिवान, आज हामी सर्फेस इनर्जीको बारेमा पढ्नेछौँ। के हो यो सर्फेस इनर्जी, यसको फुल्ली डिस्कस गर्छौँ हामी। पहिला एउटा हामी बिकर लिने हो र त्यसमा वाटर हाल्नु पर्ने हो, फिलअप गर्नु पर्ने हो। यो चाहिँ वाटरको सर्फेस भयो, लिक्विड सर्फेस भनौँ। यो चाहिँ लिक्विड सर्फेस हो। यो चाहिँ बल्क भयो। यो लिक्विड सर्फेस भन्दा तलको भागलाई हामी बल्क भाग भन्ने हो, बल्क भयो। र हामी के गरौँ, एउटा सर्फेसमा यो धेरै मलिक्युलहरूले मिलेर बनेको छ नि, त्यो एउटा मलिक्युल कन्सिडर गरौँ। त्यो सर्फेसमा एउटा मलिक्युल छ र एउटा मलिक्युललाई हामी बल्कमा कन्सिडर गरौँ। र यो जुन बल्क मलिक्युल छ त्यसलाई चारै दिशाबाट अर्को मलिक्युलले आफ्नोतिर एट्याक गरिरहेको तानिरहेको छ हैन, तानिरहेको छ। यहाँको मलिक्युलले तानिरहेको छ, यहाँको मलिक्युलले पनि तान्छ, अर्को यो मलिक्युलले पनि आफ्नोतिर तान्छ, यो मलिक्युलले पनि आफ्नोतिर तान्छ, यो मलिक्युलले पनि आफ्नोतिर तान्छ र यो मलिक्युलले आफ्नोतिर तान्छ। यानि कि यसको चारैतिरबाट के भइरहेको छ, यसलाई अट्याच गरिरहेको छ हैन, आफ्नोतिर तानिरहेको छ। यानि हामीले भन्न सक्छौँ कि यसमा एफ नेट 0 छ। यो कुनै पनि डाइरेक्सनमा मुभ गर्न पनि सक्दैन, कुनै पनि डाइरेक्सनमा, किनभने यसलाई चारैतिरबाट के गरिरहेको छ, आफ्नोतिर तानिरहेको छ हैन। ठिक छ। र यो सर्फेसको जुन मलिक्युल छ त्यस मलिक्युललाई माथि त कुनै मलिक्युल छैन, माथिबाट तानिरहेको कुनै छैन हैन। त यो यहाँको मलिक्युलले तानिरहेको होला, यहाँको मलिक्युलले तानिरहेको होला, यहाँको मलिक्युलले तानिरहेको होला हैन। तलतिर मात्रै तानिरहेको छ। यानि कि यसको एफ नेट फोर्स के भयो, डाउनवर्ड भयो, तलतिर भयो। माथितिर त कुनै फोर्स लागिरहेको छैन। यहाँ एयर होला। अन्त के हुन्छ, यो लिक्विडको सर्फेस र यो एयर, यस्तो बिचमा के कुन फोर्स लागिरहेको छ, एडहेसिभ फोर्स लागिरहेको छ, एडहेसिभ फोर्स लागिरहेको छ। त्यो अर्कै कुरा हो, दुईवटा डिफ्रेन्ट मलिक्युलको बिचमा लागिरहेको छ। यहाँ सेम मलिक्युल छ, त्यसमा हेर्छौँ हामी, यहाँ तलतिर तानिरहेको छ यो, र माथि कुनै छैन, केही माथिबाट त कुनै मलिक्युल तानिरहेको छैन र तलबाट यो डिफ्रेन्ट मलिक्युल्सहरू तानिरहेको छ। यो सेम मलिक्युल्सहरू छ, सेम लिक्विडको, र यसको के भयो, तलतिर फोर्स लाग्छ। अनि यसको एफ नेट यसको एफ नेट के भयो, डाउनवर्ड भयो, डाउनवर्ड, एफ नेट डाउनवर्ड भयो। र यो तलतिर आउँछ भने हामीले के भन्न सक्छौँ, यो एफ नेट डाउनवर्ड भयो, के हो, तलतिर जान्छ। यहाँको मलिक्युल के हुन्छ, तलतिर मुभ गर्छ। सर्फेस मोलिक्युल्स moves डाउनवर्ड। के भयो, यहाँ सर्फेसमा जुन मलिक्युल छ त्यो तलतिर मुभ गरेर आयो हैन, यति कुरा भयो। र यहाँ यो मलिक्युल जुन छ त्यो तलतिर मुभ गरिसकेपछि यहाँ एउटा भ्याकेन्ट स्पेस क्रिएट हुन्छ। र यहाँ मानौँ कि यहाँ थियो मलिक्युल एउटा, यो स्पेसमा थियो एउटा मलिक्युल्स, र यो मलिक्युल यहाँबाट अर्को स्पेसमा गइहाल्यो, अर्को बक्सामा गइहाल्यो भने यो बक्सा के भइहाल्यो, भ्याकेन्ट भइहाल्यो। र यो भ्याकेन्ट बक्सामा कुनै न कुनै मलिक्युललाई त फिलअप गर्नु पर्यो नि। त्यो मलिक्युल कहाँबाट आउँछ, यो बल्कबाट आउँछ। र बल्कबाट कसरी जान सक्छ, बल्कमा त पुरै मलिक्युललाई के गरेको छ, आफ्नोतिर तानिरहेको छ। यसमा एफ नेट त 0 छ। यस मलिक्युललाई पठाउनको लागि हामीले केही वर्क गर्नुपर्ने हो, केही वर्क गरेर केही इनर्जी दिएर यस मलिक्युललाई हामी के गर्छौँ, बल्कको मलिक्युललाई के गर्छौँ, यहाँ फिलअप गर्न सक्छौँ
हैन, केही इनर्जी दिएर फिलअप गर्न सक्छौँ यहाँ सर्फेसमा केही इनर्जी दिएर। र त के गर्ने, टु फिल द empty space other molecules rise upward गर्नु पर्यो हैन। यति कुरा गर्नु पर्यो। र यो जुन मानौ यसको पास के हुन्छ, म्याक्सिमम इनर्जी हुन्छ। सर्फेसको पास लिक्विडको जुन सर्फेस हुन्छ नि त्यहाँ के हुन्छ, म्याक्सिमम इनर्जी हुन्छ। लिक्विडको सर्फेसमा के हुन्छ, राइट, एक्स्ट्रा इनर्जी हुन्छ। लिक्विडको सर्फेसको पास के हुन्छ, एक्स्ट्रा इनर्जी हुन्छ। यसले लिक्विडको सर्फेस हुनुहुन्छ नि के गर्छ, लिक्विड अफ सर्फेस कन्टिन्युअस मुभ गर्छ, कन्टिन्युअस लगातार। यो प्रोसेस कन्टिन्युअसली हुन्छ, कन्टिन्युअस र धेरै सूक्ष्म छ। यसले म्याक्रोस्कोपिक प्रोपर्टी पनि देखाउँछ, म्याक्रोस्कोपिक र टर्बुलेन्ट हुन्छ। यो तीनटै देखाउँछ, कन्टिन्युअसली हुन्छ, म्याक्रोस्कोपिक हुन्छ र टर्बुलेन्ट हुन्छ है। यो तीनटै सो गर्ने हो। जुन सर्फेस मोलिक्युल्सको पास म्याक्सिमम केही एक्स्ट्रा इनर्जी पनि हुन्छ, त्यो इनर्जीलाई हामी के भन्नेछौँ, सर्फेस इनर्जी भन्छ। सर्फेस इनर्जी भन्छ। र मानौ यो मोलिक्युल अब तल आयो र यो अब यहाँबाट बल्कबाट हामीले कुनै मोलिक्युललाई सर्फेस मोलिक्युलको सिटामा राख्नु छ हैन, एक्स्ट्रामा त्यहाँ त्यस पोजिसनमा राख्नु छ भने के गर्नु पर्यो, सम वर्क गर्नु पर्यो हैन। के वर्क गर्नुपर्छ, त्यो वर्क कसरी हुन्छ त्यो कुरा हामी हेर्छौँ। ल यहाँ हेर त सर्फेसको जुन मोलिक्युल छ त्यहाँ के हुन्छ, म्याक्सिमम इनर्जी हुन्छ। र त्यस म्याक्सिमम इनर्जीको कारणले त्यो मोलिक्युल्स के हुन्छ, अनस्टेबल हुन्छ। सर्फेस मोलिक्युल्स इज अनस्टेबल हुन्छ। किन, ड्यू टु सर्फेस molecules as maximum energy हुन्छ हैन। त्यसैले यानी कि यो सर्फेस मोलिक्युल्स आर अनस्टेबल हुन्छ, किनकि ड्यू टु सर्फेस मोलिक्युल हेज म्याक्सिमम इनर्जी हुन्छ हैन। त्यसैले कसरी भन्न सक्छ यस्तो है। ल एउटा यहाँ अब्जेक्ट ल्याऊ र त्यो अब्जेक्टलाई हामी माथि लगेर यहाँ छाड्देऊ है, यहाँ कि यसमा के हुन्छ, मैले वर्क गरेको छु, यसमा पोटेन्शियल इनर्जी भइहाल्यो, पोटेन्शियल इनर्जी आउँछ। र यो पोटेन्शियल इनर्जी आउँछ र यो के चाहन्छ, आफ्नो इनर्जी यहाँ इनर्जी म्याक्सिमम भइहाल्छ। र इनर्जीलाई के भन्छ, कम गर्न चाहन्छ अब यस इनर्जीलाई। र फेरि फर्केर यहाँ नै आउँछ, यहाँ फर्केर यहाँ जान्छ र यहाँ फेरि यहाँ यस्तो घुमेर फेरि यहीँ आइहाल्छ। एन्ड लिस्ट लेभलमा आइहाल्छ, लिस्ट इनर्जी लेभलमा आइहाल्छ, ठिक छ। त्यसैले सर्फेसको मोलिक्युलको पास के हुन्छ, म्याक्सिमम इनर्जी हुन्छ। त्यो के भयो, अनस्टेबल भयो। र यो अनस्टेबल प्रोपर्टीलाई हटाउनुको लागि यस मोलिक्युलले के गर्छ, सर्फेसको मोलिक्युलले के गर्छ, आफ्नो एरिया जुन हुन्छ नि त्यसलाई मिनिमाइज गर्न खोज्छ। लिक्विड सर्फेस के गर्छ, लिक्विड सर्फेस ट्राइज
to minimize its surface area के गर्छ आफ्नो सर्फेस एरियालाई मिनिमाइज गर्ने ट्राई गर्छ तब यो स्टेबलमा गइहाल्छ तब के भइहाल्छ स्टेबल भइहाल्छ त्यसैले हामी भन्छौँ कि जो सर्फेस टेन्सनको प्रोपर्टी के हो यो आफ्नो एरियालाई के गर्ने मिनिमाइज गर्ने तब यो स्टेबल हुन्छ त्यसैले यो कारण हुन्छ यो पुरै कहानी यो हो यानी यहाँ अब के भइहाल्छ यो बल्कमा भएको मलिक्युललाई चारैतिरबाट मलिक्युलहरूले आफ्नोतिर तान्छ है त्यसैले के भइहाल्यो यो स्टेबल भइहाल्यो यहाँ यसमा एफ नेट 0 भइहाल्यो यो यहाँ अवस्थित रहन्छ र जुन सर्फेसको मलिक्युल छ त्यस मलिक्युलमा डाउनवर्ड मलिक्युल्सहरू के गरिरहेको छ तानिरहेको छ त्यहाँ एफ नेट के भयो डाउनवर्ड भयो यो डाउनवर्ड भएकोले यो सर्फेसको मलिक्युल्स डाउनवर्ड गइहाल्छ मुभ्स गरिहाल्छ हैन र त्यहाँ एउटा फ्री स्पेस क्रिएट भइहाल्छ यहाँ एउटा भ्याकेन्ट स्पेस क्रिएट भइहाल्छ त्यो भ्याकेन्ट स्पेस फुलफिल गर्नको लागि हामीलाई कुनै अदर मलिक्युललाई अपवर्ड पठाउनु पर्छ हैन अदर मलिक्युललाई अपवर्ड पठाउनु पर्छ त्यो अपवर्ड पठाउनुको लागि हामीलाई केही सम वर्क गर्नुपर्छ त्यो वर्कले हामी के गर्न सक्छौँ यस मलिक्युल्सलाई माथि पठाउन सक्छौँ सर्फेसमा पठाउन सक्छौँ त्यो कसरी जान्छ भने हामीले केही वर्क गर्नु पर्यो वर्क डन गर्नु पर्यो वर्क डन गर्छौँ भने सर्फेसको मलिक्युल्स यो बल्कको मलिक्युल के हुन्छ सर्फेसमा जान्छ हैन यो जुन सर्फेसको मलिक्युल चाहिँ कन्टिन्युअसली और म्याक्रोस्कोपिक टर्बुलेन्ट हुन्छ है कन्टिन्युअसली यस्तो आइरहेको छ तलमाथि र यो मलिक्युल सानो सानो हुन्छ र टर्बुलेन्ट गरेर आउँछ ठिक छ र सर्फेसको मलिक्युलको पास धेरै इनर्जीहरू हुन्छ हैन सर्फेस मलिक्युललाई एक्स्ट्रा एनर्जी हुन्छ त्यसलाई हामी सर्फेस इनर्जी भन्छौँ त्यही वर्क डन गर्छौँ त हामी के एक्स्ट्रा एनर्जी दिन्छौँ सर्फेसको मलिक्युल्सलाई हामी दिन्छौँ है वर्क डन गर्छौँ नि हामी यस मलिक्युल्सलाई पठाउनको लागि यहाँ पठाउनको लागि भ्याकेन्ट स्पेसमा त हामीले के वर्क डन गर्छौँ भने सर्फेसको मलिक्युल हामी के एक्स्ट्रा एनर्जी दियो एनर्जी चाहिन्छ तब जान्छ हामीले के एक्स्ट्रा एनर्जी दियो त्यसले गर्दा यो माथि गयो र एक्स्ट्रा एनर्जी भएकोले यसमा केही म्याक्सिमम एनर्जी भइहाल्यो म्याक्सिमम एनर्जी भएकोले यो अनस्टेबल भइहाल्यो सर्फेसको मलिक्युल अनस्टेबल भइहाल्यो र अनस्टेबल भयो भने यसले आफ्नो सर्फेस एरियालाई के गर्यो मिनिमाइज गर्यो त्यो पुरै कहानी छ ल राम्रोसित बुझ्यो अब हामी यसको रिलेसन र यसको डेफिनेसन हेर्छौँ यसको डेफिनेसन के हो र यसको सर्फेस टेन्सन बाट कस्तो रिलेसन छ त्यो कुरा हामी हेर्छौँ ल अब डेफिनेसन हेरौँ डेफिनेसन के हो सर्फेस एनर्जीको त्यो कुरा हामी हेर्छौँ the surface energy of a liquid is defined as the work done per unit increasing the area of the surface film of the liquid that is surface energy work done per unit area work done increasing area per unit increasing area ल अब के यस डेफिनेसनमा के भनिरहेको छ surface energy of a liquid is defined as work done per unit increasing area जुन एरिया इन्क्रिज भएको छ त्यो एरिया अफ द सर्फेस फिल्म अफ द लिक्विड हैन त्यो इन्क्रिज भएको एरियालाई
हामी इन्क्रिज गर्न कति वर्क डन गर्नु पर्यो हैन 1 मिटर स्क्वायर एरियालाई इन्क्रिज गर्नको लागि कुनै सर्फेस फिल्म भनेको के सर्फेस फिल्म के हो हामी सोप सल्युसन हेरेको होला सोप सल्युसन के हो यो फिल्म हो यसको जुन सर्फेस हुन्छ नि यो फिल्म जस्तै हुन्छ जुन सर्फेस हुन्छ हामीले हेरेको होला यसको एउटा लेयर हुन्छ हैन र यसको हामी सर्फेस टेन्सन निकाल्छौँ भने F/12 हुन्छ किन ल एउटा हामी कुनै एउटा फ्रेम लिन्छु भने यहाँ सोप सल्युसनमा हामीले फ्रेमलाई डुबाउँछौँ भने के हुन्छ यहाँ एउटा लेयर आइहाल्छ सर्फेसमा हैन यस्तो बनिहाल्यो र यसको एउटा परत माथि पनि हुन्छ र एउटा परत तल पनि हुन्छ यानी एउटा लेन्थ L माथि पनि हुन्छ र एउटा लेन्थ तल पनि हुन्छ त्यसैले F/12 हुन्छ यो हो सर्फेस फिल्म हामीले हेरेको होला सोप सल्युसन गरौँ न हामीले पानीमा गर्छौँ भने अब एउटा फ्रेम लिएर जान्छौँ डुबाउँछौँ र हेर्छौँ भने त्यसको दुवै साइड के हुन्छ कि एउटा लेयर माथि हुन्छ र एउटा लेयर तल पनि हुन्छ यसको 2L लेन्थ हुन्छ एउटा माथि L लेन्थ र तल एउटा L लेन्थ हुन्छ त्यो सर्फेस फिल्म हो हैन surface energy of a liquid defined as work done per unit increasing area of the surface film हैन त्यसलाई हामी surface energy भन्छौँ अब हामी यसको रिलेसन हेर्छौँ के हुन्छ surface film surface energy र surface tension को रिलेसन अब हामी यसको रिलेसन हेरौँ रिलेसन between surface energy and surface tension ठीक छ यहाँबाट हामीले रिलेसन हेर्ने त्यही कुरा गरौँ हामीले थाहा छ अहिले हामीले सर्फेस इनर्जीको डेफिनेसन पढ्नु भयो वर्क डन पर युनिट इन्क्रिजिङ एरिया यसलाई इक्वेसन 1 मानौँ र सर्फेस टेन्सनको थाहा छ फोर्स पर युनिट लेन्थ यसलाई इक्वेसन 2 मानौँ अब के गरौँ एउटा फ्रेममा हामी सोप सल्युसन लियौँ एउटा फ्रेममा हामीले सोप सल्युसन लिनुभयो फ्रेम चाहिँ PQRS हो र यसमा एउटा मुभेबल वायर हो PQ एउटा मुभेबल वायर र यो जुन यसमा जुन सोप सल्युसन छ त्यो यस मुभेबल वायरलाई F फोर्स लगाएर आफ्नोतिर तानिरहेको छ र हामी पनि एउटा एक्सटर्नल वर्क गर्छौँ यसलाई त्यतिकै मात्रामा F फोर्स लगाएर आउटसाइडतिर तानिरहेको छ त्यतिकै फोर्स लगाएर के भइहाल्यो यसलाई स्लोली हामीले यसलाई बाहिरतिर आउटसाइडतिर तानिरहेको छौँ हामीले वर्क गरियो हैन यसको लेन्थ चाहिँ L हो पुरै लेन्थ र हामीले एक्सटर्नल फोर्स लगाएर यहाँसम्म तानिसकेको छु डेल्टा x तानिसकेको छ यहाँ भनौँ x डिस्टेन्स तानिसकेको छ हामीले x डिस्टेन्ससम्म तानिसकेको छु यो F एक्सटर्नल भयो F एक्सटर्नल र हामीले परेको F फोर्स यानी कि F सर्फेस टेन्सन T × 2L यतिकै हुन्छ यहाँबाट यो सोप सल्युसन छ भने 2L हुन्छ हैन 2L हुन्छ लेन्थ चाहिँ एउटा परत लेन्थ माथि पनि छ एउटा परत लेन्थ यसको तल पनि होला हैन यसको तल एउटा माथि र एउटा यसको तल पनि होला दुईवटा लेन्थ देखिन्छ यहाँ त्यसैले 2L ल यसलाई मैले कसरी गरेँ मैले यसको कन्सिडर
कन्सिडर एउटा रेक्ट्याङ्गुलर फ्रेम जुन PQRS हो र यहाँ PQ चाहिँ मुभेबल वायर हो हैन। र हामीले यस फ्री फ्रेमलाई सोप सल्युसनमा डिप्ट गरेको थिएँ र यसमा यो के भयो, सोप फिल्म फर्म भयो हैन। सोप सल्युसनमा डिप्ट गर्दा सोप फिल्म फर्म हुन्छ फ्रेममा। देन यसमा के हुन्छ, इनवर्ड फोर्स लाग्छ। के लाग्यो, इनवर्ड फोर्स PQ ड्यू टु सर्फेस टेन्सनको कारणले इनवर्ड फोर्स लाग्यो हैन। कति इनवर्ड फोर्स लाग्यो, T × 2L PQ मा मुभेबल वायरमा इनवर्ड कति फोर्स लाग्यो, T × 2L। यो सोप सल्युसनले लगाएको फोर्स हो हैन। यसमा दुईवटा कम्पोनेन्ट, दुईवटा साइड्स हुन्छ, एउटा माथि र एउटा तलतिर हुन्छ हैन। दुईवटा साइड हुन्छ, हामीले बुझ्यो। यसमा एक्सटर्नल फोर्स पनि मैले कति लगायो, F एक्सटर्नल्स यतिकै लगाएको छु, T × 2L पनि लगाएको छु। त्यतिकै फोर्स एक्सटर्नल पनि लागेको छ PQ मा। PQ एउटा मुभेबल वायरमा कति डिस्टेन्ससम्म यसलाई हामी मुभ गराएको छौँ, X डिस्टेन्ससम्म। यसको एरिया कति इन्क्रिज हुन्छ, एरिया चाहिँ यसको इन्क्रिज हुन्छ X × एरिया कति इन्क्रिज हुन्छ, X × 2L इन्क्रिज हुन्छ हैन। यो चाहिँ यसको एरिया इन्क्रिज भएको हो। र वर्क डन चाहिँ कति हुन्छ, F एक्सटर्नल र कति यसलाई हामी कति डिस्टेन्स गएको छ, X डिस्टेन्स, त्यो वर्क डन हुन्छ। त्यो चाहिँ F एक्सटर्नल कति छ, T × 2L × X। र एरिया र वर्क डन मिलियो भने हामीले के निकाल्न सक्छौँ, यहाँबाट फ्रम इक्वेसन 1 बाट, फ्रम इक्वेसन 1, 3 and 4 बाट हामी के निकाल्न सक्छौँ, वी हेभ सर्फेस इनर्जी इक्वल्स टु वर्क डनको यति भयो T × 12 × X र चाहिँ एरिया हामीले कति निकाल्न सके, X × 12 र 12 12 क्यान्सल, X क्यान्सल भने यति है। सर्फेस इनर्जी सर्फेस टेन्सनको न्युमेरिकली इक्वल भयो हैन, न्युमेरिकली इक्वल आयो हैन, सर्फेस टेन्सन र सर्फेस इनर्जी। हामीले के गरेको छ भने F एक्सटर्नल फोर्स पनि र F इनवर्ड फोर्स दुवै इक्वल्स र X डिस्टेन्समा यसलाई घिचेर हामी तानेको छ। त्यसमा वर्क डन F एक्सटर्नल र कति डिस्टेन्समा मुभ गराएको छ मोबाइल वायरलाई, त्यो दुवै मल्टिप्लाई गरेर भइहाल्यो। र एरिया कति भइहाल्यो, यसको दुईवटा साइड छ भने एउटा लेन्थ माथि छ एउटा लेन्थ तल छ भने 12 र कति डिस्टेन्स, एरिया लेन्थ इन्टु ब्रेथ, रेक्ट्याङ्गुलर फ्रेम हो नि, लेन्थ इन्टु ब्रेथ गर्दै भइहाल्यो। त्यो एरिया भ्यालु र वर्क डन पर युनिट एरिया चाहिँ हाम्रो सर्फेस इनर्जी क्यालकुलेट गर्ने हो भने हाम्रो बराबर आयो हैन। त्यही कुरा गर्नु थियो आजको भिडियोमा हामीलाई यही कुरा गर्नु थियो र यही समाप्त गर्छु। नेक्स्ट भिडियोमा हामी यसको एनर्जी युनिट हेरौँ है। यहाँ युनिट हेरौँ, SI युनिट के हुन्छ, वर्क डन छ भने जुल हुन्छ, एरिया हो भने मिटर स्क्वायर हुन्छ, यहाँ न्युटन मिटर पनि हुन्छ, न्युटन पर मिटर हैन। यति गरेर कुरा भइहाल्यो र जुल मिटर स्क्वायर हामीले बढी युज गर्छौँ। ल आजको लागि हामी यतिकै गरौँ, नेक्स्ट भिडियोमा हामी अर्को आर्टिकल्सहरू गर्छौँ।